नमस्ते, हाम्रो ग्लोबल हस्पिटालिटी ट्रेनिङ इन्स्टिट्युटमा हजुरलाई स्वागत छ। आज हाम्रो इन्स्टिट्युटमा आउनुभएको छ एलडी कफी वर्क्सबाट दीप थापाजी। हजुरलाई स्वागत छ हाम्रो इन्स्टिट्युटमा। नमस्ते। आज हामी सरबाट बारिस्टाको बारेमा केही कुराहरू बुझ्दैछौँ। नेपालमा बारिस्टाको स्कोप कस्तो छ सर? धन्यवाद प्रश्नको लागि। अब हजुरले भने जस्तै भन्नुपर्दा नेपालमा पछिल्ला केही वर्षदेखि कफीको संस्कृति तीव्र रूपले बढिरहेको छ। जस्तै हिमाल पहाड तराईमा विशेष गरी सहरी एरियामा चाहिँ कफीको राम्रो रोज बढिरहेको छ। जस्तै अब बारिस्ताको स्कोप भन्नाले चाहिँ अब तपाईँले बारिस्ता सिकिसकेपछि हजुरले होटेल क्याफे रेस्टुरेन्टतिर सजिलै काम पाउन सक्नुहुन्छ। त्यसले गर्दा हजुरको बारिस्ता स्किल पनि बढ्दै जान्छ। अब कस्टमर सर्भिस पनि सिक्नुहुन्छ, एस्प्रेसोको सम्बन्धी ज्ञान पनि पाउनुहुन्छ। त्यसले हजुरले सबै प्रोफेसनल तरिकाले लिँदै गयो भने पछि हजुरले आफ्नै व्यवसाय गरौँ भने पनि सक्नुहुन्छ। त्यसको बेनिफिट चाहिँ केही वर्षमै देखिन्छ। जस्तै तपाईँले सानो व्यवसाय 5-6 लाखको सानो कफी सप खोल्नुभयो भने त्यसको चाहिँ राम्रोसित एउटा लोकेसन हेरेर खोल्नुभयो भने चाहिँ हजुरले 3-4 महिनादेखि नै बेनिफिटहरू आउन सक्छ। अनि त्यसले हजुरले अझै प्रोफेसनल हुनुभयो भने हजुरले विदेशतिर गएर पनि बारिस्ताको जब राम्रै पाउनुहुन्छ। सिकेपछि विदेश मात्र गएर काम पाइन्छ भन्ने मात्र होइन, हामीले नेपालमै बसेर केही व्यवसाय गरौँ भने पनि सकिन्छ। जस्तै सानो क्याफेबाट स्टार्ट गऱ्यो भने हजुरले ठुलो अर्को ब्रान्च पनि खोल्न सक्छ। त्यसले गर्दा बारिस्ताको स्कोप राम्रो छ। अरू केही क्वेसन भयो? यति छोटो समयमा पनि हामीलाई बारिस्टा सम्बन्धित यति धेरै जानकारी दिनुभएकोमा हामी यस ग्लोबल हस्पिटालिटी ट्रेनिङ इन्स्टिट्युटबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। धन्यवाद। मलाई यस हस्पिटालिटीले केही कुराहरू बोल्नलाई मौका दिने भएकोमा आभार व्यक्त गर्न चाहन्छु। पछिल्ला दिनहरूमा पनि यस इन्स्टिट्युटले राम्रो उन्नति प्रगति गर्दै जाओस् भन्ने शुभकामना दिन चाहन्छु। धन्यवाद।